हेलो नमस्ते गाइस। अब चाहिँ हामी तयारी अवस्थामा छौँ है त। ल दुईजनाको चाहिँ कास्कीको लुवाङ घलेट भन्ने गाउँमा, जुन चाहिँ एकदम फेमस गाउँ हो, त्यहाँ चाहिँ हामी जान्छौँ। अब सायना पनि जाइन लाइसे अघि नै कहिले तिमीलाई भद्र लागि जान्थे सायना डिमान्ड दिएर आएको कपाल ठिक छैन एकदम ठिक छ नि हजुर। म यही कपाल हेर्न आएको, मैले नि डिमान्ड दिनु छ ए हजुरले त दिनै पर्यो। कपालको डिमान्ड कतिजना भयो हामी? 50 जना पुग्यो। ल घुम्न जाने टोलीहरू होइन किस्तिना। आखिर उहाँ त खाना जाने कुरो मात्रै भयो जस्तो छ होइन, यस्तो पानीमा। हेलो हेलो हेलो, के हो तिम्रो नाम भन ल? सोइन। तिम्रो? भ्लग बनाएको। के भन्नु छ तिम्रो साथीहरूलाई? के मेसेज दिनु छ? अर्कोचोटि हामी सबै साथीहरू आउनु होला भन्न। अर्कोचोटि सबै साथीहरू आउनुहोस् होला। दुईटा गाडी चाहिँदैछ। दुईटा गाडी ओके। बागलुङ हाइवे हुँदै हाम्रो यात्रा अगाडि बढ्दैछ है त। यहाँ मिलन चोकबाट हामी प्रवेश गर्छौँ है। बाटो चाहिँ अहिले चाहिँ हामी यो लुवाङ घलेट ओके हो। त्यस्तो भएपछि त कति पुन्टुली घर हो यहाँ। ओहो यता एकदम ठिक छ त बाबा, यस्तो दामी सिनियर। ल फाइनल्ली अब हामी चाहिँ गाउँ पुग्नै लाग्यो है। तर यो गाडी चाहिँ किन पल्टिएको छ? ढल्किन्छ र हो अब गाडीले पनि हामी आउँदैछौँ भनेको छ। लुवाङ टोल विकास संस्था हार्दिक स्वागत गर्दछ। ल धन्यवाद धन्यवाद। है पालो पालो। हिमालको चुचुरोमा चाहिँ अरे कुहिरो लागेको रहेछ। ए भैँसी चढ्यो भैँसी। ए सेम हुँदो रहेछ है। यहाँको भैँसी र पोखराको भैँसी सेम हुँदो रहेछ। केही फरक छैन। ल है हामी अहिले चाहिँ
सम्पूर्ण लङबासीको तर्फबाट हार्दिक स्वागत। ल ल दाइ आइसक्यो होइन हामी। ल स्वागत छ सबैलाई। राम्रोसँग आउनुभएको रहेन एकदम एकदम खोइ मासु 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 त्यो सिट मुनि भन्नु त त्यो मासु निकाल्ने मासु ल हामी आइपुगे आइपुगे। ल ल स्वागत छ वेलकम छ दिदीहरूलाई। ल ल मासु पानी पानीको बोतल हेलो यस तिम्रो दाइ दाइ ओ त्यहाँ तलको मासु खोइ खोइ ओ त्यहाँ तल ओ त्यो सिट मुनि छ मासु के ए हजुर खानुहुन्न है हाम्रो ब्याग ए ल्याएछ ल ल ल्याऊ यता मासु माथिको छ पैसा फोटो खिचिहाल्ने भोलि फेरि उज्यालो भएन भने झ्याउ हुन्छ। ल ल ल ल अब यहाँ ल युनिटी पार्टीहरू यहाँ फोटो खिच्ने अरे तम्फ खिचिदिन्छु ल। फोटो सेसन हुँदैछ है ल सबैको। हजुर कुन देशबाट आउनुभयो? म क्यानाडाबाट हाम्रो युनिटी टोलमा चाहिँ क्यानाडाको मान्छे पनि समावेश छ क्यानाडाबाट आएको क्यानाडाबाट अगाडि यस्तो एक गोलहरू यस्तो बसौँ त अनि अगाडिको बसौँ अनि पछाडिको उठौँ त ल ठिक छ अगाडिको बस्नै पर्छ है अगाडि आऊ ल दिदी यता आउनु त यहाँ अगाडि यहाँ चाहिँ यो छ यो के हो भन्ने कुरो अहिले खुलाउँदिनँ म है। भरे राति मात्रै खुल्छ। अहिले यो भरे खाने बेला मात्रै खुल्छ। हामी चाहिँ यो गाउँमा दामी दामी रहेछ। जस्तो घर त हामीले पोखरामै देखेछौँ भयो अर्को घर पनि पोखरा देखेको यो घर त हामीले पोखरामा देखेछौँ यस्तो घर। त्यहाँ कोही पो बन्दै रहेछ। ल म देखाइदिन्छु कि देखाइदिन्छु ल। हाम्रो गुरुङहरूको पितृ घर भन्छ। बाटो चाहिँ राम्रो सफा छ होइन। सिस्नु छ है बुढा अगाडि झन्नै सिस्नु सिस्नु फुल 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 राम्रो फुलेर रहेछ। हाम्रो टोली कता गयो? गाउँको कस्तो राम्रो घर छ नि। मेरो गाउँ कुन हजुरको गाउँ कुन हो र? हो त्यसो भन्नु नि त अनि। हेर्नु यो ढुङ्गा यस्तो दामी। कता गएको? कता त्यता हो दिदी? खै कुनै 1 2 होला होइन दुई दिन हो।
कहाँ ठोक्यो ऊ? लङ यो गाउँमा चाहिँ यो नम्बर सिस्टम रहेछ कि 1 2 3 होइन कति हुन्छ? त्यो होमस्टेमा हामी चाहिँ नम्बर 3 2 र 3 होइन हाम्रो हामी 34 जना छौँ। नमस्कार नमस्ते नमस्ते। हेलो खोइ हेलो गरेको हेलो सबैलाई म्यारिनेट गर्ने तिमीहरूले लिङ्क गरौ है हाम्रो लेडिजहरूले गरेर सामान मगाएर के गर्दै मकै खानु मकै म पपकर्न खानु गाउँमा पपकर्न ए नफाल है तिमीहरूले सुन है यसो राख्नु रुख हो यो इस्कुस हो र होइन यो घिरौँलो हो क्या ल अहिले चाहिँ हामी गाउँ डुल्ने अभियानमा छौँ है त ल हेर्नु ठाउँ छैन हो त्यहाँ जाऊँ न हो त्यो भ्यू पोइन्टमा आउनु है त्यो कहाँ हिँड्नुभएको ल यस्तो छ होइन अर्को घर हो कि साँच्चैको भ्यू पोइन्ट हो त्यो बुजुङमा त कसैको घर पस्नलाई कसैले छिर्दैन है हामी नै भुजुङ गएको घरहरू यस्तो छन् ल हाम्रो टोलीहरू अहिले चाहिँ यो गाउँ डुल्ने क्रममा अब हामी त्यो भ्यू पोइन्टमा जान्छौँ त्यो के हो होमस्टे लुवाङ होमस्टे होइन अर्काको घरमा फेरि के जाऊँ हो त्यताबाट मास्तिर जाने हो कि यो त अर्को घरको रहेछ क्या होइन यो होमस्टे यस्तरी गइन्छ हेलो गाइज हेर्नु हामी गएको छौँ के बोल्ने बोला ल छिटो के कहाँ आएको तिमीहरू हामी गएको हामी लङ भिलेज आएको हामी लङ भिलेज आएको लङ भनेको लावाङ हो लङ हुन नि सर्ट भिलेज हो क्या नाम 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 सर्ट भिलेज उसमा हाल्ने हो युट्युबमा हाल्ने हो यो त नहाल्नु किन होइन हामी आएर के खाऊँ पपकर्न बप्पन इ बक्खन मक्खन मक्खन होइन यो ढक्कन हो नयाँ नयाँ नाम आहा पपकर्न मक्खन ढक्कन चलो बाई बाई गर बाई थ्याङ्क यू फर वाचिङ नयाँ कि पुरानो कि ल आम पार्टीहरू ल ओ त्यहाँ जानुहुन्थ्यो नि ऊ
जान्छ नि भाइ होइन भोलि फेरि कता घुम्ने गरे आज हामी मात्र किन जाने हो भोलि त यता आउनु न उतातिर माथि ए यहाँबाट बाटो रहेछ होइन हेर्नु त यी यस्तो डस्टबिन यस्तो हुनुपर्छ छोड्दै हो क्या आज छोराछोरी आज घुमाउ जी छोराछोरीको एउटा फोटो होइन भन्दै सब आफ्नो मात्र फोटो कोसँग हिँडेको छ र भन्यो भने होइन झगडा अरू के है हाम्रो त बाहिरको बुझ्दैनन् कुरा नि हो नि यसरी घुम्न हिँड्दा त पहिला त मैले म त बुढो नहुँदा घुम्थेन हो हाम्रो त तिमी घुमेपछि मलाई घुम्न मन लाग्दैन किन घुम्न पर्यो भन्थ्यो हाम्रो त जा भन्छ घुम्न जानै दिँदैन अहिले भिडियो बनाउनु कुरो नकाट है त्यो पहिला घुम्नै दिन्थेन तिमी घुमेपछि मलाई घुम्न मन लाग्दैन ओ यो भैँसीले मार्छ वाह यो त नहाने नि हाल्न जस्तो यार हान्दैन होला नि यस्तो नराम्रो आँखाले हेर्ने यार बिचरा डराएको छ हेर हो यो सेती रहेछ यो सेती फेरि आउँदैछ पर्खिनु नयाँ रहेछ भने आउँदैछ ओ एकछिन आउँदैछ ल आऊ भैँसी डराएको बिचरा हाम्रो आधी टोली चाहिँ हराएको अवस्था छ भोलि बिहान तुरुन्तै एफएममा चाहिँ सूचना दिनुपर्छ युनिटी टोलको अध्यक्षसहित धेरैजना हराएको कसैले भेटाएमा यता सम्पर्क राख्नु होला चियाबारीमा ल उहाँ जाने हो नि त्यहीँ गएर हेर्ने झन् गाइस हामी चाहिँ अहिले यो कहाँ आयो यता आयो यहाँ ओम माने पेमे ओम ओम माने पेमे ओम माने पेमे ओम ओम माने पेमे ओम ओम ल यस्तो छ हामी चाहिँ यता छ हाम्रो टोलीहरू 3-4 ग्रुपमा छुट्टिएको अवस्था छ हामीलाई थाहा छैन को कतातिर छ हामी चाहिँ यहीँ बस्यौँ चियाबारी जाने बाटो यो चाहिँ स्वास्थ्य चौकी रहेछ है यो अब हामी यो बाटो जान्छौँ यो पानी घट्टा भन्छ होइन ए यो पुरानो तलबाट घुम्ने चक्का हुन्छ माथिबाट मकै सके कोदो हाल्ने अनि यो भात ल के भयो फोटो हो फेरि राम 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 ल थाक्यो अरे यिनीहरूले ल यिनीहरू पानी खेलेको नि के गरेको नि के गरेको नि ल ल पुगे तिमीहरू यहाँ रहेछ नि यहाँ देखेर आएको तिमीहरू माथि ल हिँड्नु माथि त बाटै छैन के हामी भिडियो गर्न पनि तिमीहरू मात्रै गर्ने हो र उहाँ भाइरल हुने भनेर कस्तो त्यो मैले गराइदिन्छु कि भिडियो यहाँ गराइदिनु छैन बाटो छैन अनि माथि आउन गाह्रो हुन्छ कि हजुरलाई आयो त उताडा केटाकेटी हरायो अब अर्को खोज्ने भोलि पनि यही बाटो हो नि माथि भोलि खिचाउँ ल मेरो फोटो नि सबै झर्छ क्या हाम्रो टोली त सबै आइसक्यो छोटो सर साथीहरू अहिले हामी चाहिँ यो गाउँ घुमेर फेरि हामी आफ्नै होमस्टेमा त्यो गाडी चाहिँ हामी आएको गाडी हो चिकन खाना खानालाई जन्मेकाहरू ल खाऊ घिचो भन्थ्यो एउटा
त्यस्तै भएछ ल त्यही भन्नु होला अहिले हाम्रो यहाँ खाने मासु पोलेर खाने कार्यक्रम चल्दैछ युनिटीको जनताहरू भेडाहरू भनेर नभन्ने है ल यहाँ सकिन लागिसकेछ 10 केजी कति केजी हो 10 केजी 10 केजी हो हजुर 5-6 किलो त होला आँखै लाग्दैन त 10 केजी पोल्दा पनि यहाँ कसैले दुईटा बाइक एउटा भात खाइदिउँ न ए सकियो मासु सकियो 10 केजी नभए जम्मा यति कताको के ल बल्ल यहाँ बुढीसँग भने बालक बल्ल है तेरे है के हो यो कहाँ गयो कहाँ छोरी र बुढीलाई लिएर आएको खोज्दा खोज्दै हैरान भरे यहाँ छोरी हराएको कहाँ हो कहाँ छैन एकचोटि फोटो खिचाउँला भनेको नि छैन के हो होइन के भएको यिनीहरूले यस्तो लाएर आएको देखेको कता बाबुले फोटो खिच्नु भन्छन् भनेर छाँट गतिलै छैन रो म पनि बाटो त बाटो छु अलि राम्रो लिएर आउने भने फोटो खिच्न भनिहाल्छ नि यो ला हामी त खोज्दैन यो बटाटा सटाटा पाइनु म त यति हाल्छु ल त्यही खानाउमा त हजुर खानाउनु क्या दाल पापड ल अब हामी चाहिँ चियाबारीतिर हिँड्छौँ है ल आमै टोली हो ओ सुस्मिता बहिनी पेमा बहिनी आउनु है कसिस छोरी ल छिटो आउनु पर्यो हामी चाहिँ अब हाम्रो टोली चाहिँ चियाबारीतर्फ प्रस्थान यो माथि कति यता हो हेलो हेलो ल ल कोही चिया खाँदैछन् हामी हिँडेको है ल घाम पनि झुल्कियो अझै पनि त्यो माछा पुच्छ्रे चाहिँ पुरै कालै भइरहेको छ तर यो के हो यो के हो है टोली आयो टोली गुड मर्निङ 1500 मिटर को हाइटमा रहेको यो लुवाङ गाउँ पोखरादेखि कास्की जिल्लामै पर्छ र पोखरादेखि करिब 40 किलोमिटर हिँडेपछि हामी चाहिँ यो लुवाङ गाउँमा आइपुग्छौँ है नजिकै छ
ल यो हो हाम्रो युनिटी टोलको जनताहरू ल सबैजना बस्ने है त्यहाँ अब ग्रुपिङ फोटो हुन्छ सबैले पिछिरी जाँदै खायो ल त्यही भित्र आधा त चलै रहेछन् जानु 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 खिच्नुपर्छ नत्र लुवाङ आउँदैन सुकमेल पनि आएन म निकालिदिन्छु सुकमेल ल यति आछ अब यहाँ उसको आधा काट्यो ल बस्नु ल आउँदैन माथिको यहाँ आउँछ त्यतिकै सबै ग्रुप कित्ने हैन ढिलो भएर छिटो आउनु यति अल्छी लाग्छ एडिट गर्न बोल्न त आउँदैन मलाई बनाइदिने हो हामी चाहिँ यहाँ बुद्धको मूर्तिमा आहम हाई भन्नु के भन्दा नि बुद्ध पार्कमा आइयो अझै कति हो अब आइसक्यो 1 मिनेट यसै हो ल क्लिक गरौँ फोटो जय जय नमस्कार हजुर जानु यहीँबाट खिच्दिउँ यिनी चाहिँ मेरो बुढी हो चिनी राख्नु भिडियो बनाउँदा धेरै लामो नगर है हाई भन हाई भन्दै हाई जितिहाल्यो नि हैन आफ्नो हाई भन्नु ल रुक यसरी बोल यसरी ल बोल हेलो गाइस हाई खाइदिनु के हेलो गाइस वेलकम ब्याक टु आवर च्यानल हेलो यता बोल्न मिल्दैन कसरी बोल्ने हो बोल न त्यतिकै बोल न आवाज आउँछ हेलो गाइस ल त हेलो धेरै हेलो हिनम खै त्यो अर्को अङ्कलको हो कि तिमीहरूले हेलो भन हजुर त कोइन ल आऊ छिटो ए मेरो नाम चाहिँ सुहाना केसी यता हेर्नुहोस् ए उता हेर्ने भ्यू यता जाऊँ हामी तल यो यहाँ चाहिँ यस्तो चियाबारी यो अब हामी तल जाँदैछौँ कहाँ त्यो होटेलमा त्यो ग्रिन कलरको टिनमा बाटो कति लामो छ हेर्नु होला अब हजुरले अब म अहिले मिल्छु है त ओए यो अब कसरी गर्ने हो हजुरले अहिले म भेट्छु ल बाई भन ल हेलो हाई वेलकम ब्याक टु आवर च्यानल यो दिदी
यो अन ल वेलकम ब्याक टु आवर च्यानल हामीलाई एउटा टिकटक बनाइदेऊ न यो यता हेर्न अन गरिदियो आन्टीले अन गर्नुभएको हो के खै म वर चाहिँ आइसक्छु ल हाई गाइस वेलकम ब्याक टु आवर च्यानल भन्नु दिन्न मलाई भिडियो अन छ है हेलो साथीहरू, अहिले हामी चाहिँ यो चिया बगानमा छौँ अहिले पनि र यहाँ एकदमै रमाइलो दृश्यहरू देख्न पाइन्छ। ल हेर्नुहोस्, यहाँ कसैले ड्रोनबाट खिचिरहेको छ, कोही यहाँ आफ्नो तालमा छ, सबैजना हाम्रो टोली पनि भिडियो गराउने भन्दै यहाँ छन्। ल एकदमै रमाइलो भइरहेको अवस्था छ। ल यता हेलो गर्नु, हाई गर्नु। ल यस्तो छ यहाँ कशिशले क्यामेरा यस्तो छ। झन् मिल्दै फुल जस्तो समात्दै आएको भिडियो गर्न मिल्दै आएको त झन् सिस्टरले पोल्यो हो र खोइ कहाँ बेसी पोल्यो चाहिँ हल्का हो हराउँदैन होइन गाउँमा त यस्तो त्यहाँ ढुङ्गा यस्तो नटेन झुकाउँथ्यो चाहिँ यसले मलाई जाँदा जाँदा उहाँ झुक्काएर कस्तो भयो ट्याक्दी जाँदा झुक्काएर मलाई कम भयो सन्डे भाइ चाहिँ ए तिमी लुट होइन भाइ भाँचेको छैन मान्छे 1 सय 3 चोटि गरे त्यहाँबाट अनि भन्छ टाटा पानी डुबाएर बसिहाल्छ 3 चोटि गर्दा नि भाँचिएन कुकुर भएन अलिकति पुग्छ बेसरी एक ठाउँमा यो यसमा त भएन अर्कोमा जान्छु भन्दा फेरि अर्कोमा जान्छु अर्कोमा पनि त्यस्तै हुन्छ 3 पटक चेक गर्दा भन न 3 पटक चेक गर्दा नि पत्ता लागेन 3 पटक चेक गर्दा नि कुटो भाँचिएन भन्नु चेकलाई 10 पटक गरे नि भाँचेन नि भन्छ एकान्छेरी हाँसेर त्यही त बोल्नु भनेको के बोल्ने खै यो गाउँमा नि हाम्रै साथीहरू झेलका बेलासम्म गुनगुन गर्ने बिहान पनि 3 बजेदेखि गुनगुन गरेर 3 बजे उठेर गफ लाए 5 बजेपछि फेरि निदाउने भाइ बिहान बगाइदिँदा ल है गाइज अब हामी चाहिँ यहाँबाट हिँड्दैछौँ विद्यावादी भएर अब हामी हिँड्ने तर्खरमा छौँ दुःख मन नगर्नु सुताइमा कस्तो भयो है खाना कस्तो भयो राम्रोसँग यात्रा सफल हस् ल धन्यवाद 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 ल ल ठिक ल निरोगी हुनु आलु भन्दा छोराछोरीले शब्द गर्ने एकदम निरोगी हुनु है मेरो त आशिक यही हो निरोगी हुनु ल मेरो पान्त पुन्टु हो निरोगी भाउ धेरै पर ज्ञानी मान्छे हुने राम्रो मान्छे हुने है निरोगी हुने है धेरै पढ्ने विद्वान हुनुपर्छ बुझ्यो निरोगी हुने ल ल निरोगी हुने एकदम निरोगी हुने अब यही हो आशिक हाम्रो निरोगी हुने ल ल ल भटाभट भटाभट ठुलो मान्छे निरोगी हुने है ज्ञानी हुने नमस्ते राम्री हो बस्नु है भन न सबभन्दा ल निरोगी त भए म त गुरुङ भाषा आइसक्यो आफूसँग त
मगर होइन गुरुङ बुझ्छ पहिला मगरसँग गुरुङसँग लप परेको थियो होला है बुझ्छ है यसरी भेट हुन पायो त नि एकदम देउरानी देखानेको ल ल सोल्टिनको घर नि देख्न पायो हैन ए तपाईको म त फेरि कसरी दिदी बा ल धन्यवाद है मिठो मिठो खाना दिनु भयो है एकदम धन्यवाद मिठो तितो कस्तो भयो सुतानी कस्तो भयो सुतानी मदै भयो म त आउनु भयो धेमा त्यस्तै ल ल आउनु ल ल अरू अरू अर्को सम्झे मिठो त भइन होला निरोगी हुनु है सबभन्दा निरोगी हुनु के आरती ल ल ल ल निरोगी भाउ है नानी राम्रो बुढा पाउ ल राम्रो बुढा पाउ है निरोगी भाउ ल मलाई भने जस्तै ल मलाई ल शुभ यात्रा ल ल निरोगी हुने बाबु ल दिदी ल ल नमस्ते ल ल आउनु आउनु ल निरोगी हुने सबभन्दा निरोगी हुनु पर्यो अब आजको रात त सुताइ उठाइ कस्तै भयो होला एकदम राम्रो है हजुरहरुलाई धन्यवाद है ल नमस्ते ल ओ रामसर छिरा आउनु टिचर मुना ल निरोगी हुनु टिचर भएर टिचर भयो टिचरको देखा कथाले बुझ्नु भयो शुभ यात्रा ल रामसर कि जान मन लाग्दैन ल ल दिदी त्यसमा है सबभन्दा मन लागेको पुग्ने ल चौधै यात्रा ल निरोगी बा आऊ निरोगी हुने सबभन्दा ल एकदम खुसी लाग्यो ल राम्रो गर्नुभयो मेरो बाबु निरोगी मन आँटेको पुगा एकदम सजिलो हुने मान्छे धेरै सजिलो मान्छे रहेछ त्यसैले सजिलो खुसी हामी एकदम खुसी भयो अब देख्न खुसी लाग्यो कोही मान्छे कस्तो हुन्छ ए छिटो आउन यिनीहरू हामी त रमाइलो गर्न आएको खानी गएको नै पोखरै मासु खानी भात खानी जे खानी छ यसो ठाउँ हेर्ने ठाउँ सेपे पढा सुति बुढा बुढी रासु उही गरि सुत्या छ त्यो भएर रमाइलो गर्न आयो चिकन आउनु नि ल खै बिचारा एकदम राम्रो दाइको ल हामी आउँछौँ हामी उहाँ बिराजीको नम्बर छ नलाउने हजुर यो त टिका टिका ए म टिका उसले नलाउने ल फुल्ली ल हस् ल खुसी लाग्यो एकदम ल यता ल हुन्छ ल ल हाम्रो चाहिँ यो होमस्टेबाट हामी बिदाबादी भएर निस्किसकेका छौँ है त